ऊ सम्झिनै छाड्यौ त तिमीले त। म सम्झेर पनि के नै गर्नु छ र अब। ऊ साँच्चै माया मारेकै हो त। म तिमीले मरेतुल्य बनाएपछि मैले माया मार्नु के नै ठुलो कुरा भएर। ऊ म मेरो सम्झाइ राख्ने बानीले तिमीलाई ढाडिन बाध्य बनायो है। ऊ मैले सम्झिनु पर्थ्यो। मैले नसम्झिनु मेरो ठुलो भुल भएछ। प्रेम गर्नेहरूले अक्सर सम्झाइराख्ने गर्दा रहेछन्। म बुझ्थेँ अनि तिमीलाई गुमाउन पुगे। म यहाँ अबुझ कोही हुँदैन। बस बुझेर पनि बुझ पचाउनेहरू अक्सर छुटिने गर्छन्। ऊ तिमीलाई यस्ता कुराहरू कहाँबाट आउँछ न? म हरेक कुरा सिधै दिलबाट सुन्ने गर्छु अनि मेरो दिलले जे भन्छ म त्यही बोल्ने गर्छु। ऊ अब त तिमीले म भन्दा राम्रो पाउँछौ। कतिन्जेल मेरो सम्झनामा आफूलाई बर्बाद गर्छौ। मलाई राम्रो चाहिँदैन। जस्तो छ उसैलाई राम्रो बनाउने प्रयासमा अक्सर म ठगिने गर्छु। ऊ तिमीलाई पाउने त साँच्चै भाग्यमानी नै हुनुपर्छ यार। के तिमी भाग्यमानी थिएनौ र? ऊ कसरी? म कुल्चेर हिँड्नेहरूको भिडमा तिमी त झन् सुरुमै परेकी थियौ। ऊ साँच्चै के गराए है मैले तिम्रो हालत? नाइ म ठिक छु। ऊ म तिम्रो अपराधी हुँ। मलाई हरेक सजाय मन्जुर छ। म कुनै कायर होइन तिमीलाई सजाय दिनलाई। ऊ बस आँखाभरि आँसु बनाइरह्यो अनि म चुपचाप